आजको यो दिन यो समय परमेश्वरले फेरि हामीलाई दिनुभएको छ। हामी आनन्दित छौँ, हामी खुसी छौँ किनकि फेरि हाम्रो नानीलाई परमेश्वरले आयु दिनुभएको छ, आयु थपिदिनु भएको छ। अनि हामी केही भजन गाउनेछौँ, एक दुईवटा भजन गाएर हामी आजको दिनमा बर्थडे मनाउनेछौँ ल। ओके, we'll celebrate your birthday today, okay? You happy? Okay. We're gonna sing look. खुशी खुशी मनाऊ, खुशी खुशी मनाऊ, मम्मी यता आउनु नि। खुशी खुशी राम्रो खुशी खुशी मनाऊ, बना बना प्रभु यीशु ख्रीष्ट बना बना प्रभु यीशु मेरो लागि मेरो लागि मेरो लागि सबैजनाले मेरो लागि लौरी उठे मेरा उद्देश्य, मेरो लागि लौरी उठे मेरा उद्देश्य। म यीशुका हुँ, अनि यीशुका हूँ, खुसी खुसी मनाऊ, खुसी खुसी मनाऊ, खुसी खुसी मनाऊ, खुसी खुसी मनाऊ, बना बना प्रभु यीशु ख्रीष्टको नाम, बना बना प्रभु यीशु ख्रीष्टको नाम। अनि हामीलाई परमेश्वरको वचनले भन्नुहुन्छ, भजन सङ्ग्रह 127 को यता बोलाइदिनु नि। 3 पदमा हामी हेर्छौँ भने त्यहाँनिर वचनमा लेखिएको कुरा हामी भेटाउँछौँ। हेरा छोराछोरीहरू, परम प्रभुले दिनुभएको हकको सम्पत्ति हुन्, अनि गर्वको फल चाहिँ उहाँको इनाम हो। अनि हामीले यो कुराहरू कहिले बिर्सिनुहुन्न, किनकि नानीहरू चाहिँ परमेश्वरको उपहार हो, परमेश्वरले दिनुभएको उपहार हो। अनि म यसकारणि हाम्रो सुनिल, हाम्रो सङ्गीता छोरीलाई यही भन्न चाहन्छु, उहाँले जन्म दिनुभएको छ नानीलाई। सो तपाईँहरूले नै नानीहरूलाई हुर्काउने बढाउनेदेखि लिएर सबै कुराहरू गरिराख्नु भएको छ। अनि आज मात्रमा गरिराख्नुहोस्, किनकि नानीहरू यस समयमा बढ्दै हुर्किँदै जाँदै गर्दाखेरि परमेश्वरलाई बिर्सिने कुराहरू होइन, तर परमेश्वरलाई एकदमै पछ्याइराख्ने, परमेश्वरलाई प्रेम गर्ने नानीहरू हुन सकियोस्। अनि यसको लागि हामीले अनि तपाईँहरूले दिनरात हामीले प्रार्थना गर्नुपर्छ नानीहरूको लागि, किनकि नानीहरूलाई परमेश्वरले सधैँ चलाउन चाहनुहुन्छ। आमेन। अनि हामीलाई अर्को वचनले भन्दछ, हामी उत्पत्ति 21 अध्यायमा हेर्छौँ भने आब्राम र साराको बिचमा परमेश्वरले, सुन्नुहोस् ल एकछिन, ल एकछिन सुनिदिनुहोस् ल। हामी उत्पत्ति 21 मा हेर्छौँ भने जब आब्राम अनि सारा बुढेसकाल एउटा वृद्धको अवस्थामा हामी त्यहाँ पाउँछौँ। अनि आब्राम 100 वर्ष पुगेको अवस्थामा, अनि सारा चाहिँ 90 वर्ष पुगेको अवस्थामा उहाँहरूको एउटा सन्तान हुने एउटा इच्छाहरू चाहिँ हराइसकेको थियो। तर पनि परमेश्वरको योजना चाहिँ उहाँको जीवनमा थियो। अनि अन्तिममा बुढेसकालको अवस्थामा पनि परमेश्वरले उहाँहरूको बिचमा इजाक भन्ने छोरालाई परमेश्वरले दिनुहुन्छ। अनि जब छोरालाई दिनुहुन्छ भने त्यहाँनिर उहाँहरू यति साह्रो खुसी भएको छन्, होइन, यति साह्रो आनन्दित भएको छन्। इजाक बढ्दै हुर्किँदै जाँदाखेरि चाहिँ अनि उनीहरूले एउटा भोज गरेर एउटा आनन्दित मनाएको हामी पाउँछौँ। त्यसरी नै आज हाम्रो नानी बढ्दैछन्, हुर्किँदैछन्। अनि त्यही कारणले गर्दाखेरि हामी नानीको लागि हामी एउटा आनन्दित मनाउने कुराहरू, एउटा भोज दिने कुराहरू, खुसी हुने कुराहरू, हर्षित हुने कुराहरू हामी हाम्रो जीवनमा भइराख्नु जरुरत छ।
किनकि यो चाहिँ परमेश्वरले दिनुभएको एउटा उपहार हो। अनि उपहारलाई हामीले एउटा जोगाउनुपर्छ, सुरक्षा दिनुपर्छ अनि उहाँहरूलाई हामीले एउटा सही बाटोमा सही मार्गमा हामीले हिँडाउन सक्नुपर्छ। आमेन। किनकि यो चाहिँ परमेश्वरको एउटा उपहार हो, परमेश्वरले दिनुभएको कुरा हो। तर परमेश्वरको महिमाको लागि चाहिँ परमेश्वरले प्रिय छोरीलाई यो संसारमा दिनुभएको छ। आमेन। अनि हामी आशा गरौँ, हामी एकदमै भरोसा गरौँ परमेश्वरले नानीलाई धेरै धेरै मात्रामा भजन सङ्ग्रह 91 अध्याय अनुसार नानीलाई एकदमै आयु र दीर्घायुको जीवनहरू सदा दिइराख्नु भएको होस्। हामी प्रार्थना गर्छौँ। अनि हाम्रो सुनिल, हाम्रो सङ्गीता छोरीलाई पनि एकदमै धन्यवाद। अनि यो समयसम्म आफ्नो नानीहरूलाई सम्हालिकन, सुरक्षा दिइकन, जोगाइकन, डोर्याइकन, आफू सङ्गति जाँदा पनि लिएर गएर सिकाएर बढाएर अहिलेसम्म यसरी हुर्काउनु भएको छ। अनि फेरि पनि हामी आशा गर्छौँ अब यो मात्र होइन, अब परमेश्वरको राज्यलाई उठाउने, उचाल्ने, परमेश्वरको विस्तार गर्ने कुराहरू यो छोरीबाट भएको होस्। हामी प्रार्थना गर्छौँ। अनि छोटो इन्करेज, आई वुड लाइक टु शेयर द शॉर्ट encourage in English, okay? So I will read out, okay? And you have to listen carefully, okay? Okay. Thank you. So I'm gonna read the happy birthday first, okay? Happy birthday and the God bless you. The God is love always, okay? And you are the precious child of God, created with love and purpose. For the Bible says, I praise you because I'm fearfully and wonderfully made. Amen. And your life shine brightly like the light of Jesus, just as let your light shine before others. May God bless you. Listen to me, okay? May God bless you with joy, wisdom, and strength as you grow each day. And may this blessing always be upon you. Amen. The Lord bless you and keep you. The Lord make his face shine upon you and be gracious to you. The Lord turn his face toward and give you peace. Amen. Always remember, Krishna, always remember God is with you and wherever you go, so be strong and courageous. For the Lord your God is with you wherever you go. Amen. And as you grow, always seek first kingdom of God and his righteousness, and all things will be added to you. Amen. And may your life be filled with the God's love, peace, and endless joy. Happy birthday once again, Krishna. Happy birthday. Amen. Hallelujah. हुन्छ हामी प्रार्थना गरौँ ल नानीको लागि। सबैजना सबै गर्नुहोस् ल मसँग। जिउँदो परमेश्वर, अनि हामी यस घडी प्रार्थना गर्छौँ। तपाईँ यति दयालु हुनुहुन्छ, यति अनुग्रह हुनुहुन्छ, यति राखेलो, यति सामर्थ्यको परम प्रभु हुनुहुन्छ। हामी तपाईँलाई विशेष धन्यवाद दिँदछौँ यो समयमा। तपाईँले आफ्नो नानीलाई प्रभु, यो समयसम्म तपाईँले मान परमेश्वर तपाईँलाई हामी धन्यवाद टक्र्याउँदछौँ। यो समयमा तपाईँको वचनले भनेअनुसार आफ्नो नानीहरूलाई चाहिँ परमेश्वरको राज्यमा आउनको लागि चाहिँ रोकवाट त्यहाँनिर हुनु हुँदैन भनेर तपाईँको वचनले भन्दछ। आज नानीहरू हुर्किँदैछन्, बढ्दैछन्, पवित्र परमेश्वरको राज्यको निम्ति चाहिँ बढ्न हुर्किन पवित्र परमेश्वरको पनि नानीहरूले पाउनुभयो। हामी तपाईँ योग्य परमेश्वर हुनुहुन्छ। यो नानीलाई प्रभु एउटा आशिषको स्रोत तपाईँले बनाउनुहोस्। यो नानीलाई प्रभु तपाईँले सुरक्षा दिनुहोस्। प्रभु यो नानीलाई प्रभु तपाईँले भरपुर मात्रामा प्रभु तपाईँले आशिषले भरिदिनुहोस्। प्रभु ओ मान परमेश्वर, लामो आयु र दीर्घायुको कुराहरू यो छोरीको जीवनमा हामी बोल्छौँ। प्रभु भजन सङ्ग्रह 23 अध्याय अनुसार प्रभु तपाईँले प्रभु यो छोरीलाई प्रभु तपाईँले गोठालो गरिदिनुहोस् सदा सर्वदा, किनकि तपाईँ चाहिँ भलो परमेश्वर हुनुहुन्छ। भजन सङ्ग्रह 136 को अध्यायमा हामी पाउँछौँ तपाईँ चाहिँ भलो परम प्रभु तपाईँ येशू ख्रीष्ट हुनुहुन्छ। मान परमेश्वर छोरी बढ्दै हुर्किँदै जाँदाखेरि प्रभु मत्ती 6 को 33 पद अनुसार प्रभु तपाईँको राज्यलाई खोजी गर्ने, तपाईँको योजनालाई पुरा गर्ने, तपाईँको इच्छालाई पुरा गर्ने यो छोरी तपाईँले बनाइदिनुहोस्। हामी प्रार्थना गर्छौँ किनकि तपाईँ योग्य परमेश्वर हुनुहुन्छ। ओ गन्ती 6 को अध्याय अनुसार ओ 24, 25, 26 पद अनुसार हामी प्रार्थना गर्छौँ। यो नानीलाई प्रभु तपाईँले आशिष
अनुग्रह कृपा तपाईँले सदा सर्वदा गरिराख्नुहोस् हामी प्रार्थना गर्छौँ। धन्यवाद छ प्रभु, जसरी इसाक बढ्दै जाँदा हुर्किँदै जाँदाखेरि अब्राहम र सारा चाहिँ यति साह्रो खुसी भएको छन्, यति साह्रो रमाट गरेको छन्, यति साह्रो भोजहरू उनीहरूले तयार गरेको हामी पाउँछौँ प्रभु। त्यसरी नै प्रभु अनि यो नानी बढ्दैछ हुर्किँदैछ प्रभु, हामी एउटा आनन्दित हुने कुराहरू छ प्रभु, आफ्नो परिवारहरू आनन्दित हुने कुराहरू छ प्रभु। तपाईँ योग्य परमेश्वर हुनुहुन्छ, तपाईँ परमेश्वरलाई धन्यवाद दिँदछौँ प्रभु। अबको यो दिनदेखि उसो प्रभु यो नानीको जीवन प्रणात्मक शरीर हामी तपाईँको हातमा सुम्पन्छौँ प्रभु। हामी यही विश्वास है, हामी भरोसा, हामी यही आशा गर्छौँ प्रभु। पवित्र परमेश्वर बुबा तपाईँ यो नानीलाई सिकाइराख्नुहोस् प्रभु, डोराइराख्नुहोस् प्रभु। तपाईँले प्रभु यो नानीलाई प्रभुले होल्ड गरिदिनुहोस् ताकि प्रभु तपाईँको राज्यमा बढ्न हुर्किन पवित्र आत्मा परमेश्वर बुबा तपाईँको काम अनि सेवक भएर पवित्र परमेश्वर बुबा तपाईँको राज्यलाई प्रभु विस्तार गर्ने एउटा तपाईँले एउटा त्यो हृदय तपाईँ परम प्रभु परमेश्वर यो छोरीको जीवनमा तपाईँले दिनुहोस् हामी प्रार्थना गर्छौँ। धन्यवाद छ प्रभु, यो नानी प्रभु तपाईँको हातमा सुम्पान्छ प्रभु, सहायता गर्नुहोस्, अनुग्रह कृपा गर्नुहोस् नानीलाई प्रभु सबै कुरामा प्रभु। यो छोरीमा भएका सम्पूर्ण जीवन सम्पूर्ण प्रभु ती शरीरका कुराहरू मान परमेश्वर कतिवटा कुरा हामी ती आउँदै गरेको सङ्कष्टलाई आउँदै गरेको दुःख कष्टलाई हामी देख्न सक्दैनौँ, तर पनि हामी यस घडी प्रार्थना गर्छौँ जुन कुराहरूले सताउन लागिरहेको छ भने हामी यस घडी त्यो कुरालाई हामी तपाईँ नासक येशू ख्रीष्टको नाम हामी दूर गर्छौँ प्रभु। जुन कुराले प्रभु यो छोरीमा प्रभु नराम्रो कुराहरू ल्याउँदैछ भने यस घडी पनि हामी त्यो कुरालाई पन्साउँछौँ तपाईँ नासक येशू ख्रीष्टको नाममा। हो यो छोरीलाई प्रभु सदा सर्वदा तपाईँको हातमा सुम्पाउँछौँ। सुरक्षा दिनुहोस्, शान्ति दिनुहोस्, आनन्द दिनुहोस्, भलाइको कुरा छोरीको जीवनमा प्रभु पवित्र आत्माको फलहरूलाई एउटा फलाउने कुरा यो नानीको जीवनमा तपाईँले हालिदिनुहोस् हामी प्रार्थना गर्छौँ। यस्तो हृदय तपाईँ परमप्रभुले दिनुहोस् कि जुन हृदयले चाहिँ तपाईँ परमप्रभुको महिमा गर्न सकेको प्रभु। धन्यवाद छ, यस्तो सोच, यस्तो विचार, यस्तो मन तपाईँ परमप्रभुले दिनुहोस् यो छोरीमा प्रभु, ताकि प्रभु तपाईँको राज्यलाई उचाल्ने, तपाईँको राज्यलाई विस्तार गर्ने कुराहरू यो छोरीबाट अहिलेदेखि तपाईँले हालिदिनुहोस्। जसरी इसाकलाई प्रमिस गर्नुभयो तपाईँ परमप्रभुले, त्यसरी नै यो नानीलाई तपाईँले प्रमिस गर्नुभएको छ, एउटा कभेनेन्ट तपाईँले बाँध्नु भएको छ, करार बाँध्नु भएको छ, जुन करार चाहिँ तपाईँ परमप्रभुले कहिले पनि नतोडिदिनुहोस् प्रभु। तपाईँ योग्य परमेश्वर हुन्छ, तपाईँ परमप्रभु परमेश्वर, तपाईँ राखिलो र सारा सृष्टिको मालिक तपाईँ येशू ख्रीष्ट हुनुहुन्छ। तपाईँलाई धन्यवाद आजको यो दिन यो समय तपाईँ परमप्रभुले हामीलाई प्रभु एउटा बर्थडे मनाउने, जन्मदिन मनाउने एउटा दिन तपाईँले दिनुभयो। तपाईँ परमेश्वरलाई धन्यवाद प्रभु। अबको दिन उसो प्रभु हामी तपाईँको प्रभु यो नानीको जीवनलाई हामी तपाईँको हातमा सुम्पन्छौँ प्रभु। सहायता गर्नुहोस्, अनुग्रह कृपा गर्नुहोस्, सबै कुरामा धन्यवाद छ। सारा महिमा आदर भक्ति हामी तपाईँलाई चढाउँछौँ येशू ख्रीष्टको उच्च पवित्र नाम। Happy birthday to you. Happy birthday to you. Happy birthday to you, Krishna. Happy birthday to you. May God bless you. May God bless you. May God bless you, Krishna. Happy birthday to you. Happy birthday. Yeah. काट्नु 5 तिर हान छोरी। बोटुका ल्याउनु पर्छ, बोटुका र चम्ची हामी चाहिँ फ्यामिलीमा त सेलिब्रेसन गरेको। भाबीजन कति राम्रो देखिरहेको। भाइ बहिनीको बर्थडे कस्तो छ? अरूलाई भाबीलाई होइन यता भाबीलाई सोधेको, भाइ अर्को भाबी। हामी चाहिँ फ्यामिली मात्र। मेरो बाबाले धन्यवाद माग्नु
भनिदिनु के भन्दैछ हामी फ्यामिली मिलेर हामी अब केक काट्न काटिसकेको छौँ। बर्थडे गरेर हाम्रो सानो कृष्णको र तपाईँहरूले हेरिदिनुहोस् र सेयर गरिदिनुहोस्। धन्यवाद। मजाले भनिदिनु भयो बर्थडे गर्छु बर्थडे गर्छु त्यसरी काटेर